ल आज चाहिँ हामी टप 10 मोस्ट स्पोकन ल्याङ्ग्वेजेस इन नेपालको बारेमा कुरा गर्छौं के हो त जी हाम्रो टप 10 मोस्ट स्पोकन ल्याङ्ग्वेजेस इन नेपालको सबैभन्दा टप 10 यस स्पोकन ल्याङ्ग्वेजेस यस फर्स्ट नेपाली नै भइहाल्यो हैन नेपाली नेपाली त्यसपछि नेवारी नेवारी चाहिँ कता कता प्लेस पनि गर्न प्लिज कति नम्बर टप 10 मा भन् त नेवारी का नेवारी कति नम्बरमा टप 10 भित्र टप 5 मा छ कि छैन छैन इसमें 7 6 एउटा भन्न कति 6 कौन है ये लोग कहां से आते हैं ल 6 अर्को भन्न अर्को तामाङ तामाङ चाहिँ छ ता भन् कुन पोजिसनमा चाहिँ 7th 5th 7th टप 5 5th ला ओके अर्को त्यसपछि मैथिली मैथिली चाहिँ छ तर पोजिसन भन्ने मैथिली त छ नि सेकेन्डमा होला सेकेन्ड थर्ड यार स्मार्ट हे बॉय अर्को भन् अर्को तामाङ भयो नेवारी भयो त्यसपछि मैथिली भयो अनि भोजपुरी ल कहाँ भन् के भोजपुरी छ कहाँ भन् थर्ड फोर्थमा के हेरेको छैन ल अर्को के भयो अब त्यो चाहिँ आउँदैन होला यार तँलाई आउनु पनि सक्छ अरू पनि तर हुन्छ नि तँलाई चाहिँ त्यहाँ त्यो टाइपको मान्छेहरू एकदम मनपर्छ त्यो टाइप त्यतापट्टिको मान्छेहरू तँलाई एकदम मनपर्छ एकदम एकदम ए हो माथि हिमालतिरको भाषा हो हुन सक्छ हिमालतिरको भाषा हो भने के एउटा छुट्टै भोट भाषा भन्ने हुन्छ टिबेटियन भोट भाषा हो होइन भोट भन्ने त छैन पश्चिमको कुनै ल्याङ्ग्वेज छ त्यसको डोटेली हो कति नम्बरमा 8 9 अर्को कति भयो फर्स्ट त नेपाली नै भयो हैन फर्स्ट नेपाली भयो नेवारी मैथिली भयो त्यसपछि डोटेली पनि भयो तामाङ पनि भयो अब कहाँ मलाई मनपर्ने साइड चाहिँ कहाँ हो एकदम पहाडतिर They ask you how you are, you just have to say that you're fine when you're not really fine. अनि एउटा एकदम मेन भाषा तैँले टप 4 भित्र पर्ने भाषा एउटा छुट्टै राखेको थिइस् टप 4 भित्र त्यो गीतमा हामी एकदम मजाले डान्स गर्छौँ त्यो गीतमा हामीलाई एकदम मनपर्छ त्यो गीत एकदम मनपर्छ हामी एकदम जहिले त्यो गीत हामी एकछिन डान्स भए जहिले त्यो गीत बजाउँछौँ अब मलाई मनपर्ने ठाउँ चाहिँ कहाँ छ पहाडतिर यो त आउँदैन होला तँलाई कता पश्चिमतिर कि पूर्व 7th पोजिसनमा छ एउटा होइन एमबाट आउँछ एमबाट तँलाई त साइड मनपर्छ त्यसले भनेर हुन्छ एमबाट आउँछ तर त साइड मनपर्छ खत्म जिया यो तैँले भन्नुपर्छ कि फर्स्टमै भन्दैछ ए हो ल्याङ्ग्वेज हो त कहाँको हो ठाउँ त भन्दै तँलाई थाहा छैन मगर मगर ल्याङ्ग्वेज यस्तो मनपर्छ भन्दैछु त्यत्रो मलाई मनपर्छ मनपर्छ अब अर्को त भन्न सक्दैनस् लास्टमा 10 वाला बाँकी छ त भन्न सक्दैन मलाई थाहा छैन यार यो त किन क्वेसन सोध्न पर्छ रिचार्ज त गर्नुपर्छ नि त इमोसनल damn it 10 अवाडी भन्ने छ त्यो कहाँको अवाडी तराई के होला अवाडी खै अवाडी विपिन सरले भने जस्तो लाग्यो अवाडी त्यति नै हो त अब यसमा प्राइस के छ छैन अहिले जियाले प्राइस पाउँछ कि पाउँदिन हेर्नको लागि चाहिँ डु सब्स्क्राइब प्याराडाइमको जति नै दिनु होला यस ठ्याक्कै त्यतिकै फर्स्ट हाम्रो प्राइस पाउने मान्छे नै जिया हुन्छ थ्यांक यू